कतिको व्यापार गर्ने अपेक्षा छ? भागवतको अष्टम स्कन्धको 24औं अध्यायमा चाहिँ मत्स्य नारायण मत्स्य अवतारको वर्णन गरिएको पाइन्छ। नमस्कार, म अहिले छु कीर्तिपुरको मत्स्य नारायण मन्दिरमा। आजदेखि सुरु भएको पुरुषोत्तम मास मेलाको पहिलो दिन। यहाँ चाहिँ ठुलो भक्तजनको उपस्थिति छ। यो मन्दिर खास गरी आस्थाको केन्द्र मात्र होइन, यो चाहिँ नेपालीको विश्वास, परम्परा र नेपाली जीवनशैलीको पनि निरन्तर प्रक्रिया हो। र यहाँ आउने हरेक भक्तजनहरूले चाहिँ यहाँ मन्दिरमा पूजाआजा गर्ने, दर्शन गर्ने र यहाँ चाहिँ दान गर्ने गर्नाले चाहिँ यहाँ पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास भएको हुनाले आजदेखि यहाँ 1 महिनासम्म चाहिँ यो मेला कन्टिन्यू चलिरहन्छ। म आज तपाईँहरूलाई यहाँको मन्दिरको परम्परा, यहाँको मानिसहरूको उपस्थिति लगायत यहाँको माहौलहरू देखाउने छु। साथसाथै तपाईँहरूले यो मन्दिरमा दर्शन गर्दा के हुन्छ, यो पुरुषोत्तम मास मेला भनेको के हो, यो किन लाग्छ र यस महिनामा चाहिँ यो मत्स्य नारायण मन्दिरमा पूजाआजा गर्नाले के फाइदा हुन्छ भन्ने कुरा चाहिँ म तपाईँलाई भिडियोमा बताउन गइरहेको छु। कृपया भिडियो अन्त्यसम्म हेरेर तपाईँलाई लागेको विचारहरू व्यक्त गर्नुहोला। पुरुषोत्तम महिना चाहिँ सूर्यमण्डल र चन्द्रमण्डलको गतिअनुसार चाहिँ प्रत्येक 3 वर्षमा अथवा 2.5 वर्षमा चाहिँ 1 महिना बन्दछ। जुन चाहिँ अब शेष भनौँ न, शेष भाग चाहिँ 1 महिना बन्दछ। त्यो 1 महिना चाहिँ पुरुषोत्तम मास मेला भनेर भनिन्छ। अब पुरुषोत्तम मास मेलामा चाहिँ भगवान् पुरुषोत्तम जो मत्स्य रूप लिनुभएको छ, उहाँले चाहिँ त्यो महिनालाई चाहिँ सर्वश्रेष्ठ उत्तम बनाउनु भएको। अब यो मेलामा चाहिँ भगवान् मत्स्य नारायणको दर्शन गर्दा, पूजाआजा गर्दाखेरि, यहाँ आएर दान गर्दाखेरि चाहिँ यशमेर यज्ञको फल प्राप्त हुने, सम्पूर्ण पाप नाश हुने, अनि मनको इच्छा पनि पूर्ण हुने, अनि भूमि दान गरेको फल प्राप्त हुने र अरू तीर्थस्थलमा नगइकन पुरुषोत्तम महिनामा चाहिँ मत्स्य नारायणमा आउनुपर्ने कारण चाहिँ के हो भन्दाखेरि सबै तीर्थका देवता पनि पुरुषोत्तम भगवान्लाई चाहिँ पुज्नको लागि पनि सबै देवता चाहिँ यहाँ आउनु भएको कारणले गर्दाखेरि यहाँ मात्रै पुरुषोत्तम महिनाको मेला लाग्दछ। कृष्णदेवीदेखि हजुर। अनि दर्शन गर्नलाई कस्तो व्यवस्थापन पाउनुभयो? राम्रो व्यवस्थापन। राम्रो छ। कति समयमा दर्शन गरिसक्नुभयो? म आधा घन्टा पनि लागेन। आधा घन्टा पनि लागेन? हजुर। अनि खास गरी यो पुरुषोत्तम मेलामा यहाँ दर्शन गर्न के को लागि चाहिँ तपाईँलाई यहाँ आस्था मात्रै हो कि अरू चिज पनि छ? अरू चिज पनि, अब आस्था पनि भयो, धेरै चिज भगवान्सँग आएर माग्न पाइयो। यो महिनाभरि पुरुषोत्तम महिनाभरिको पूजाआजा गर्न पाउने भयो राम्रोसँग। अलिक अपेक्षा के छ अघिल्लो वर्षहरूको अनुभवको आधारमा? अनुभवको आधारमा लाखौँ भक्तजन आउने अपेक्षा हामीले राखेको छ। यसभन्दा अगाडि पनि लाखौँ भक्तजनको उपस्थित थियो। अब केही कम भयो होला न, नभए अहिले चाहिँ अब लाखौँ आउँछन् भन्ने अपेक्षा के अरे मत्स्य नारायण भयो। अब सत्ययुगको घटना अनि लिच्छवीकालीन मन्दिर अनि त्यसपछि श्री 3 सरकारबाट जित्रो उद्धार भएको भन्ने प्रमाणित कुराहरू छ। अनि पुरातत्व विभागले पनि लिच्छवीकालीन मूर्तिहरू यहाँ छ भनेर प्रमाणित गरिएको छ। अब द्वापर युगमा भगवान् कृष्णले चाहिँ ग्वालाहरूलाई उद्धार गर्ने क्रममा चाहिँ यो ठाउँमा आएर चाहिँ पीडा गर्नु भएको भन्ने चाहिँ प्रमाण श्रीमद् भागवतमा उल्लेख गरेको पाइन्छ। मत्स्य पुराणको कथाअनुसार चाहिँ सत्यव्रत राजाले ध्यान जप तर्पण गर्दाखेरि हातमा माछा आयो। त्यो माछालाई संरक्षण गर्ने क्रममा चाहिँ यहाँ कुवा खनेर त्यो माछा राख्नुभएको। अनि त्यही माछाबाट चाहिँ शङ्खचक्र गदा पद्म लिनुभएको चतुर्बाहु नारायण जो चाहिँ आदि कम्मरभन्दा मुनि माछाको भाग
त्योभन्दा माथि चाहिँ भगवान् विष्णुको दर्शन दिनुभएको ठाउँ। अनि पछि द्वापर युगको अन्त्यमा चाहिँ कृष्णले ग्वालाहरूलाई उद्धार गर्ने क्रममा चाहिँ यो पुरुषोत्तम महिना मेला चलाएर अनि यसमा चाहिँ ग्वालाहरूको चाहिँ सन्तानलाई चाहिँ पछि दर्शनको रूपमा चाहिँ शिलाको रूपमा चाहिँ त्यही मत्स्य रूप नै यो यही ठाउँमा भएको र त्यही मन्दिरको आधारमा चाहिँ पछि लिच्छवीकालमा मन्दिर बनेको जुन आकारको प्यागोडा शैलीमा बनेको छ। अनि मल्लकालीन राजाहरूले चाहिँ यहाँको जल लगेर औषधिको रूपमा प्रयोग गरेको भन्ने किंवदन्ती पनि छ। त्यसै गरी श्री 3 सरकारबाट धाराहरूको थप राखी अनि मूर्तिहरू पनि थप चाहिँ राखेर जीर्णोद्धार गरेको, यसलाई अलिक व्यवस्थित गरेको भन्ने प्रमाण चाहिँ गुठीमा पनि छ भन्ने मलाई जानकारी प्राप्त छ। त्यसै अनुसार अब हालसम्म संरक्षण यहाँको स्थानीयवासीहरू अनि त्यसपछि वडा जनप्रतिनिधिबाट भएको भन्ने कुरा चाहिँ हो व्यापार भइरहेछ ठिकै। अब आज त सुरु हो। आजै सुरु हो। कतिको व्यापार गर्ने अपेक्षा छ? हेरौँ हाँ? बिहे गर्न पुगोस्। बिहा गर्नु पुगोस्? बिहा गर्नु बाँकी छ? थ्याङ्क यू भाइ। पाउनुहुने भक्तजनहरूलाई सबैलाई स्वागत छ। यस भोजन मण्डलमा भोजन के अरे मत्स्य नारायण भगवान् कसरी दिदी यो पाउ? यो चाहिँ एक पाउको 100 रुपियाँ, आधा पाउको 50। अनि कति अपेक्षा गर्नुभएको छ त अहिलेको 1 महिनामा व्यापारको? हो यसभन्दा अगाडि पनि गर्नुहुन्थ्यो? यसभन्दा अगाडिको मेलामा पनि गर्नुहुन्थ्यो? राम्रै हुन्थ्यो व्यापार? हाम्रो 18 पुराण मध्येमा मत्स्य पुराण चाहिँ स्वर्ण पुराण हो। त्यो कारणले पनि मत्स्य अवतार पहिलो हो भन्ने चाहिँ हामी बुझ्दछौँ। त्यसै गरी काठमाडौँ तल हुँदाखेरि नै यहाँ तीर्थस्थल छ भन्ने कुरो चाहिँ कृष्णले पनि चाहिँ प्रमाण गरेको, कृष्ण आएर चाहिँ प्रमाणित भएको भन्ने पनि बुझिन्छ। अनि त्यसै गरी तपाईँको श्रीमद् भागवतको 8औं स्कन्धको 24औं अध्यायमा चाहिँ मत्स्य नारायण मत्स्य अवतारको वर्णन गरिएको पाइन्छ। अब यहाँ नै भएको घटना चाहिँ तपाईँको काठमाडौँ तल हुँदाखेरि नै तीर्थस्थल छ। मिन तीर्थ मत्स्यधामको रूपमा चाहिँ हामीले जानकारी यहाँको पुरानो बासिन्दा जुन ग्वालाका सन्तान अहिले गोपाली भनेर चिनिन्छ उहाँहरूकै सन्तानबाट त्यो कुराहरू चाहिँ भन्दै हालको अवस्थासँग हामी बुझिन्छ त्यो पनि हो भन्ने कुरा। अब त्यसै गरी लिच्छवीकालमा पनि एउटा यहाँ लिच्छवीकालको शिलापत्र पनि हामी पाउँदछौँ। त्यसै मल्लकालको पनि छ अनि शाहवंशको पनि छ। त्यसै गरी श्री 3 सरकारबाट पनि जीर्णोद्धार र संरक्षण भएको भन्ने कुरा पनि प्रमाण भेटिन्छ। त्यसै गरी अब अहिले चाहिँ वडाबाट नगरबाट जस्तै नगरपालिकाबाट पनि बेला बेला चाहिँ संरक्षण भएको हामी पाउँदछौँ। यो मन्दिर दर्शन गर्नको लागि चाहिँ यहाँको व्यवस्थापन राम्रोसँग चाहिँ गरिएको छ। मेला बाहेक चाहिँ भगवान् विष्णुको चाहिँ सधैँ पूजा हुने भएको भएर यो भगवान् विष्णुको पहिलो अवतार मत्स्य अवतारको रूपमा रहेको भएको कारणले गर्दाखेरि
यहाँ चाहिँ अहिलेपछि एकादशी अनि त्यसपछि जनैपूर्णे, कृष्णाष्टमी, रामनवमी अरू चाडबाडमा पनि मन्दिर खुलै हुन्छ। अनि तपाईँको बिहान बेलुका पूजा आरती 365 दिनै हुन्छ। अनि अघि पछि चाहिँ दर्शन गर्दाखेरि गोली नफुटेको बच्चाहरूको गोली फुट्ने, स्त्री पुरुषहरू विवाह नभएको स्त्री पुरुषको सम्बन्ध गाँसिने, अनि दम्पतिहरूलाई पनि यहाँ आउँदाखेरि चाहिँ धन प्राप्त हुने अनि त्यसपछि सुख शान्ति हुने भन्ने ठुलो किंवदन्ती पाइन्छ। यदि तपाईँ यो ठाउँमा आउनुभएको छैन भने चाहिँ एकपटक आउनुहोला। यो ठाउँ चाहिँ विशेष गरी अहिले पुरुषोत्तम मास परेको हुनाले चाहिँ एकदम उपयुक्त समय हो अहिले यहाँ दर्शन गर्नको लागि। र अरू समय पनि यहाँ भक्तजनहरूको ठुलो विश्वास रहिआएको छ।